हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग सो आज चाहिँ हामी गोठीकाँडा जानेवाला छौँ सो गाइज म चाहिँ गाडीमा आइसकेँ एन्ड गाडी चाहिँ हिँडिरहेको छ हेर्न सक्नुहुन्छ हजुरहरूले हामीहरू तिनजना छौँ मेरो गाडीमा आएको गाइज सो गाइज फाइनली हामी चाहिँ छेडा आइसक्यौँ होइन ए सरी कटुक आइसक्यौँ होइन हजुरले हेर्न सक्छ होइन हजुरहरूले भ्यू देखाउँछ यस्तो मस्तको ठाउँ छ नि होइन म चाहिँ अहिले भर्खर गाडीमा निस्केको गाडी चाहिँ उता हाम्रो गइसक्यो अनि त्यसपछि बबाल आज चाहिँ हिजो चाहिँ यसको बर्थडे थियो नि त त्यो र आज घुम्न आएको म चाहिँ पहिल्यै यहाँ दुईचोटि आइसकेको छु सो अहिले चाहिँ लास्टै कुहिरो लाएर चाहिँ त्यही पनि देखिन्छ लेट्स गो गाइज गाइज अझै हार्ट पनि रहेछ हार्ट हो माई गड खतरा छ त यहाँ ठाउँ छैन है वा यार गाइज क्यामेरामा आउन सरी गाइस हामी चाहिँ अहिले कटुवा छौँ अब एकछिन चिया खान्छौँ अनि त्यसपछि अब माथि गोठीकाँडा जान्छौँ ब्लग चाहिँ हेरिराख्नु होइन मजा आउँछ आज चाहिँ बहुत रमाइलो हुनेवाला छ सो गाइस हाम्रो चाहिँ चिया आइसक्यो बिहान बिहान एन्ड चिया खान्छौँ अनि त्यसपछि जान्छौँ इन्जोय द चिया गाइज सो गाइज चिया खाएर नास्ता सास्ता खाएर अब चाहिँ हामीहरू अब हिँडिसक्यौँ होइन जानुको लागि अब चाहिँ कति पो जाने अब छेडा जाने हो सुरुमा अनि त्यसपछि छेडाबाट चाहिँ उहाँ गोठीकाँडा जाने हो एन्ड अब के हुन्छ सब हजुरहरूलाई देखाइहाल्छु मैले चाहिँ सो गाइस अहिले चाहिँ हामी यतातिर आयौँ हेर्ने यहाँको भ्यू कस्तो मस्तको छ क्या यता गाउँ यो ठाउँको नाम चाहिँ थाहा नि थोरै माथि है अब चाहिँ छेडा जाने 1 किलोमिटर छ यो बाटो त यहाँ यति गएको हामी चाहिँ यता पनि घर रहेछ होइन यहाँ घर कसरी आएको फेरि बना होला नै हेर्न सक्नुहुन्छ यस्तो मस्त छ क्या यहाँ चाहिँ ठाउँ एकचोटि मस्तसँग आउनु होला गाइस त्यहाँबाट आइसक्यौँ हामी अब फेरि हाम्रो यात्रा सुरु लेट्स गो गाइस लेट्स गो सो गाइस हामी लगभग अब छेडा पुग्न लागिसक्यौँ एन्ड छेडाको बोर्ड त्यहाँ एन्ड लगभग पुग्न लागिसक्यौँ पछि टाइम थाहा नै भने तर होइन एन्ड लगाइस अब यतादेखि चाहिँ उयो यहाँ माथि दैलेख जान्छ यता साइड चाहिँ के जान्छ अरे गोठीकाँडा जान्छ गाइज हेर्नु चाहिँ हामी चाहिँ त्यहाँ नगएर हल्का माथि पनि हेर्नु कस्तो मस्तको ठाउँ छ क्या हेलो गाइज म चाहिँ अहिले हेभन भ्यूको होटलमा छु त्यहाँ चाहिँ होइन हेभन भ्यूको होटलको नाम जस्तै होइन ठाउँ पनि मस्तको हेभन जस्तै स्वर्ग जस्तै छ क्या हेर्नुहोस् गाइज म चाहिँ अब गोठीकाँडा पुग्न लाग्यो भन्नु चाहिँ छैन तर छेडालाई क्रस गरिसक्यो छेडा यता छ गोठीकाँडा चाहिँ जाने बाटो यता हो म चाहिँ अहिले यतै छु अहिले चाहिँ अफरोडिङ बाटो भएको फेरि यस्तो चिसोमा नि गर्नु भइरहेको मलाई चाहिँ सो
म चाहिँ आधी बाटोमा आइपुगेँ। सो हामी आइपुग्यौँ होइन। अहिले चाहिँ हेर्नु त म गर्मी मरे निकाल्सकेँ होइन हुडी। एन्ड ठाउँ चाहिँ यस्तो मस्त होइन, यस्तो मस्त पुरै छोडिदिनु क्या। सो गाइज म चाहिँ अहिले अनबिलिएबल ठाउँमा छु कि हावा चलिरहेको यस्तो मस्त, यस्तो खतरा छ नि यहाँबाट होइन, पुरा सुर्खेत देखिया क्या। अनि यतातिर चाहिँ केही पनि भन्छ बस्तीहरू। हामी तिनजना चाहिँ यहाँ छौँ। अब चाहिँ हल्का भोक लाग्नु लाग्यो, गएर खानासाना खान्छौँ। एन्ड